लुम्बिनी विकास कोष भित्रको आयोजना प्रमुख स्मिता भट्ट विकास कोषलाई तन्नम बनाउने गरी भ्रष्टाचारमा लागेकी छिन्। भट्टले कोषमा रहेर कोषलाई व्यक्तिगत स्वार्थ, ठेक्कापट्टा र कमिसनको अड्डा बनाएको भन्दै स्थानीयवासीहरू आक्रोशित बनेका छन्। भट्टको यो मनमौजी विरुद्ध रेस्पोन्स टिम लुम्बिनीले गम्भीर आपत्ति जनाएको छ। कोषलाई व्यक्तिगत स्वार्थ, ठेक्कापट्टा र कमिसनको अड्डा बनाउने भट्टको गतिविधि असह्य भएको उल्लेख गर्दै रेस्पोन्स टिमले 5 वटा मुख्य बुदामा आपत्ति जनाएको छ। लुम्बिनी रेस्पोन्स टिमका अध्यक्ष जमशेद खानका अनुसार योजना प्रमुख भट्टले टेन्डर प्रक्रियामा कमिसन खोज्दै आएकी छिन्। आयोजना प्रमुख भट्ट पदीय दुरुपयोग गर्दै टेन्डर प्रक्रियामा हस्तक्षेप गर्छिन्। राजनीतिक संरक्षणको आडमा भट्टले मनलाग्दी निर्णय गर्दै आएकी छिन्। खरिद ऐनको मर्म बिर्सेर सार्वजनिक स्रोतको दुरुपयोग गर्ने काममा भट्ट सक्रिय छिन्। लुम्बिनी जस्तो पवित्र संस्थामा बसेर भ्रष्टाचार गरेर भट्टले ठेकेदारको शैली देखाएकी छिन्। योजना प्रमुख स्मिता भट्ट 1 वर्षमा 1 महिना पनि कार्यालयमा उपस्थित भएकी छैनन्। कामकाजमा लापरवाही गर्ने, सार्वजनिक पदीय जिम्मेवारी वहन गर्न नसक्ने भट्टका कारण लुम्बिनी गुरु योजना प्रभावित भएको स्थानीय अर्जुन कुर्मीले बताउँछन्। योजना प्रमुख स्मिता भट्टको गैर जिम्मेवारीका कारण लुम्बिनी गुरु योजना अन्तर्गतका महत्वपूर्ण योजनाहरू अड्किएका छन्। स्मिता भट्टले कमिसन माग्ने गरेको, बिचौलिया लगाएर ठेक्कापट्टा जस्ता गतिविधिबाट घुस असुलीको धन्दा गर्ने गरेको स्थानीयहरूले बताएका छन्। राष्ट्रिय सम्पदा संरक्षण गर्नुपर्ने पदमा रहेर पनि स्मिता भट्टले लुम्बिनीलाई कमिसनको अखडा बनाएकोमा सरकारवालाहरू आक्रोशित भएका छन्। स्मिता भट्टले सरकारी पदको दुरुपयोग कतिसम्म गरेकी छिन् भने सरकारी गाडी, इन्धन, भत्ता तथा सेवा सुविधाको समेत दुरुपयोग गरेकी छिन्। सरकारी गाडीलाई फन ट्रिपमा प्रयोग गर्ने, गाडीलाई रित्तै काठमाडौँमा पठाउने र आफू विमानबाट यात्रा गर्ने जस्ता गतिविधि गर्दै आएकी छिन् स्मिता भट्ट। निर्णय प्रक्रिया अपारदर्शी हुने, मनलाग्दी परियोजना सञ्चालन गर्ने, राष्ट्रिय गौरवका आयोजनाको नाममा अनाधिकृत रूपमा नदीजन्य पदार्थहरू निकाल्न अनुमति दिने काममा स्मिता भट्ट सक्रिय छिन्। स्मिता भट्टका यस्ता गतिविधिमाथि तत्काल कारबाही गर्न रेस्पोन्स टिम लुम्बिनीले आग्रह गरेको छ। रेस्पोन्स टिमले लुम्बिनी गुरु योजनाका सबै परियोजनाको स्वतन्त्र अडिट गर्न र स्मिता भट्टको सम्पत्ति समेत छानबिन गर्न माग गरेको छ। भ्रष्टाचारको यस्तो श्रृङ्खला जारी रहँदा लुम्बिनीको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय छवि गम्भीर रूपमा प्रभावित हुने देखिन्छ।